यतातिरको बाटो चाहिँ बवाल चाहिँ कुलेखान कटेसी चाहिँ बाटो मलाई नाइस लाग्यो क्या। ट्याक्क जङ्गलको बिचबाट बाटो नि सफा रहेछ होइन, मजाको बाटो रहेछ, आनन्द आउनु रहेछ क्या। यो बाटो चाहिँ ठिकै लाग्यो मलाई, त्यो फोहोरहरू त्यस्तो छैन बाटोमा। त्यो रुखको पात पतिङहरू पनि बढा ल्याएर चाहिँ क्या, सफा गरेर चाहिँ बाटो चाहिँ सही छ, राम्रो लाग्यो मलाई चाहिँ, ठुलो रहेछ बाटो। आनन्दको बाटो रहेछ चलाउनलाई। तर यतातिर यो गाडीहरू चलाउने मान्छे चाहिँ थाका लाग्छ होला हौ, यो स्टेरिङ काट्दा बाइक चलाउनु भन्दा नि गाडी चलाउनु चाहिँ गाह्रो होला जस्तो लाग्यो मलाई हेर्दा यता। त्यो टर्निङ छ, अनि काट्नु पर्छ नि त बढी गाडीको त, बाइकको पो यस्तो अलिकति यति काट्दैछ कटिहाल्छ। गाडीको त फुइ घुमाउनुपर्छ, गाह्रो हुन्छ होला गाडीको त यार। कुन ठाउँ आइपुग्यो? तर यतिकै सँगसँगै हिँड्नुपर्छ क्या गाडी बाइकमा राइड हिँड्दाखेरि। कोही अगाडि कोही पछाडि, कोही बत्तै कोही कहाँ खोज्नु पर्ने कुर्नु पर्ने भयो भने लाजा हुन्छ। हाम्रो नि अरू बेला त त्यति हुन्थ्यो, आज चाहिँ यो ठिक्क सबजना सँगसँगै हिँड्यौँ, एकजना पछाडि हिँड्यो, म चाहिँ बिचमा छु, केटाहरू अगाडि हिँड्यो। कहाँ यो चाहिँ देउराली के भन्ने ठाउँ हो जस्तो लाग्यो। यतातिर फेरि पुरै सुमो यो उहरू स्कर्पियोहरू मात्रै हिँड्छ क्या बाटोमा फेरि बढी। ए बाइक त कटिहाल्छ नि हौ त्यहाँ अगाडि नि। ए साङ्ग्रो रहेछ नि त बाटो, त्यो भएर रहेछ। बिस्तारै हिँड्नुपर्ने हुन्छ विचार गरेर। कस्तो साङ्ग्रो बाटो, अघि त अलि ठुलो थियो त, ए म त साङ्ग्रो रहेछ। ल केटी हो, त्यसरी घरमा मात्र बढी मोबाइल चलाएर बस्ने होइन क्या, बाहिर नि यस्तो डुल्नु पऱ्यो, हिँड्नु पऱ्यो, रमाइलो गर्नु पऱ्यो है। ल है त कहिलेकाहीँ यसो निस्किनु पर्छ क्या, माइन्ड फ्रेस हुन्छ, राम्रो हुन्छ। कहिलेकाहीँ बाहिर हिँड्नुपर्छ, टक्क नाइट आउट हान्यो, रमाइलो गऱ्यो होइन। कहिलेकाहीँ त यस्तो रमाइलो पनि गर्नुपर्ने हुन्छ क्या हामीले, त्यही हो। कति बेला पुग्ने हो यार? जस दिन चाहिँ सही भएको छ क्या आज, घाम पनि लागेन, पानी पनि आएन होइन। यतिको दिन भने चाहिँ मजा आउँछ क्या, घाम लाग्यो भने घामले पोल्छ, झ्याउ हुन्छ नि त। पानी आयो भने झन् त्यत्तिकै झ्याउ हुने भइहाल्यो। यतिको दिन भयो भने आनन्द चिलमा होइन, खतरा भएको छ दिन चाहिँ, बबाल भएको आज दिन चाहिँ, राम्रो दिन परेछ हाम्रो। यो क्याम्पिङ जाने प्लान चाहिँ मेरो थियो क्या, फेरि म हो क्या जता नि खालि यताउता हिँड्न मन लाग्छ, अनि केटाहरूलाई क्याम्पिङ जाऊँ भनेर मैले यसो कुरा गरेको, अनि केटाहरू फेरि अब जाऊँ भने सिनाइ भन्दैनन् होइन, त्यही हो, रमाइलो गर्न हिँडिहाल्छन्। अनि त्यत्तिकै हामीले चाहिँ टेन्ट अहिलेलाई चाहिँ जस रेन्टमा लिएको होइन। अनि अब हेरौँ कस्तो के हुन्छ, त्यसपछि आफ्नै टेन्ट लिएर अब अन्त लिगिन्छ होला सायद, अब लिग्नुपर्ने हुन्छ, लिगिन्छ पनि। अनि फेरि अर्को ठाउँ पनि गइन्छ, क्याम्पिङ फिक्स हो। अब अहिलेलाई चाहिँ अब डाँडा अब त्यो घरहरू यताउता त्यो भन्दा नि अहिले चाहिँ हामी चाहिँ आनन्द घरहरू नभएको एकदम शान्त ठाउँ खोजेर जानु लाग्यो क्या। त्यो भएर त्यो केटाहरूले देखाएको ठाउँ भन्थ्यो, अनि त्यही हेटौँडाको यता कता, हेटौँडा बजार भन्दा अलि यतातिर कता ठाउँ छ अरे क्या, खोलाको बगरमा।
अनि आजलाई त्यतातिर गएर बस्दिन्छ। त्यसपछि अर्कोचोटि चाहिँ अब जोस् अलि डाँडाकाँडातिर क्या, डाँडाकाँडातिर गइन्छ होला, जान्छ फिक्स गइन्छ। अनि उयो डाँडा नि राम्रो रहेछ, ठाउँ चाहिँ यता नि राम्रो ठाउँ रहेछ। हरियाली छ नि त अहिले त फेरि, त्यही भएर नि राम्रो देखिन्छ क्या। रोक्नु लाग्यो केटाले। के भयो मोटे? कसो ल्याएर खाँदै यहाँसम्म आउँदाखेरि? मलाई त गिद्दी हानेबाट आउँदाखेरि टाउकोदेखि गिद्दी हाने है मोटे? मलाई त उस्तै हो, चिल भइरह अलिअलि झ्याउनु ला। गोरेलाई चाहिँ मलाई त एकदम उसलाई त है मासुबाट प्याजबाट त्यस्तै भएको यो चाहिँ यस्तो ठाउँमा हामी रोकिराखौँ। यताबाट आएको पानीले थुप्रै प्लास्टिक लाएर हिँड्नुपर्ने अवस्था आयो होइन। अब यताबाट माथि जान्छौँ, बुढी चौरमा गएर बस्ने भयो। हामी चाहिँ मकवानपुर बुढी चौर होइन, बुढी चौर भन्ने ठाउँमा आइसक्यौँ होइन। बुढी चौर भन्ने ठाउँ चाहिँ यस्तो रहेछ। हामी चाहिँ बुढी चौर आइसक्यौँ होइन, तर हाम्रो खानेकुराहरू चाहिँ केही पनि बोकेर आइएन कि। अनि अब किन्न जाँदैछौँ, पसल कहाँ छ भन्ने कुरो पनि थाहा छैन। केटाहरूको पारा चाहिँ यस्तो छ है, पुरा रेनकोट स्याङ्कोट लगाएर बाइक चाहिँ हाम्रो त्यहीँ छोडिसक्यौँ। ठाउँ चाहिँ ठिक ठिकै लाग्यो। अब माथि कता पसल खोज्दै गएर, तर हिँडेर जाँदा त धेरै छैन क्या, उतै त डाँडा त उतै त हो नि। चाहिँ अब मासु खानलाई ट्याक्क क्याम्पिङको लागि दाउरा छ र होइन, खानेकुराहरू जे पसलबाट बल खोज्दै लिएर जम्मा सामान जम्मा हुन्थ्यो। हामीले चाहिँ केही पनि ल्याएको थिएन क्या उताबाट आउँदाखेरि चाहिँ, टेन्ट मात्र लिएर आएको थियौँ। त्यही भएर सामानहरू चाहिँ सब ह्याएर किन्नु पऱ्यो, दुःख पाइयो। सामान चाहिँ आफैले ल्याउँदा ठिक हो, तर गाउँघरमा भएर होला अलिक सजिलो भयो क्या हामीलाई चाहिँ। पसल भएछ यहाँ नजिकै, खानेकुराहरू त्यहीँ किन्यो, दाउरा पनि त्यहीँबाट लिग्यौँ। अनि ठाउँ चाहिँ ठिकै छ। हामी चाहिँ टेन्ट हाल्नु गएको है, रातभर लगाइसक्यो, कति हालेर कति पुगेर कति कुदेर कति खाने थाहा छैन। ठाउँ चाहिँ बबाले छ ल, राम्रो लाग्यो है। फेरि पनि आइज, फेरि भन त रिसोर्ट नजाने भ्यूमा वाउमा हामीले भ्यू त फेरि है दामी छ है भ्यू चाहिँ। ल यति अचिलो भयो क्या, यहाँ दाउरा बोक्नु पऱ्यो यसरी, अनि यसरी बनाएको छु। कम गाह्रो छ मलाई दाउरा चाहिँ, मैले बोकाउँछ फेरि केटाहरू फेरि